आई लभ फुड्स मलाई खाना मनपर्छ अनि म पहिले खानाहरूको ब्लगहरू बनाउन सोचिरहेको थिएँ अनि हुँदै अब यता रियल इस्टेटतिर घर जग्गातिर लाग्यो अनि घर जग्गातिर लाग्दाखेरि वाइ नट घर जग्गाको ब्लगहरू बनाऊँ घर जग्गामा लागिएपछि ब्लगहरू बनाऊँ अनि मान्छेहरूलाई अब अहिले घर जग्गामा पुरै ठगिने विश्वास गर्न गाह्रो शुभ प्रभात नउठेको उठ्नुहोस् उठेको फ्रेस हुनुहोस् म पनि भर्खरै भन्दा 1 घन्टा अगाडि उठेँ घरको सरसफाइ गरेँ बसेँ अनि तपाईँहरूको मनमा एउटा प्रश्न लागिरहेको होला है यो मुला जहिले उठ्छ जहिले मर्निङ भन्छ हेलो गुड मर्निङ सबैमा शुभ प्रभात नउठेको उठ्नुहोस् उठेको फ्रेस हुनुहोस् म पनि भर्खरै भन्दा 1 घन्टा अगाडि उठेँ घरको सरसफाइ गरेँ बसेँ अनि तपाईँहरूको मनमा एउटा प्रश्न लागिरहेको होला है यो मुला जहिले उठ्छ जहिले मर्निङ भन्छ के गरेको होला बिहान निन्द्रामा भनेर भन्नुहुन्छ र तर त्यस्तो होइन के हो भने वास्तवमा मलाई ब्लगहरू यस्तो म हुन त म किचनमा काम गरेको मान्छे हो सेफ हो मलाई आई लभ फुड्स मलाई खाना मनपर्छ अनि म पहिले खानाहरूको ब्लगहरू बनाउन सोचिरहेको थिएँ अनि हुँदै अब यता रियल इस्टेटतिर घर जग्गातिर लाग्यो अनि घर जग्गातिर लाग्दाखेरि वाइ नट घर जग्गाको ब्लगहरू बनाऊँ घर जग्गामा लागिएपछि ब्लगहरू बनाऊँ अनि मान्छेहरूलाई अब अहिले घर जग्गामा पुरै ठगिने विश्वास गर्न गाह्रो व्यवसायमध्ये सबैभन्दा एउटा घर जग्गा पनि हो अनि यो जग्गा कसरी किन्ने के गरेर किन्ने हुन त मैले ब्लग 2टा ब्लग घर जग्गाको पनि बनाएको थिएँ त्यो घर जग्गाको बनाउँदाखेरि चाहिँ मैले पुरै विस्तृत विवरण चाहिँ मैले प्रस्तुत गरेको छैन जग्गा हाम्रो यहाँ छ यस्तो सुविधाको यस्तो छ विशेषताहरू मात्र भनेको थिएँ अनि लोकेसनको बारेमा जानकारी गराएको थिएँ अब नेक्स्ट ब्लगमा चाहिँ तपाईँहरूलाई म जग्गा कसरी किन्ने कहाँबाट किन्ने कस्तो व्यक्तिबाट किन्दाखेरि हुन्छ कस्तो कम्पनीबाट किन्दाखेरि हुन्छ कम्पनीबाट गर्दा कि व्यक्तिगत गर्दा राम्रो के गर्दा राम्रो अनि अहिले त अब विदेशमा हुनुहुन्छ विदेशमा काम गरिरहनु भएको छ प्रायः मान्छेहरू नेपालीहरू अनि विदेशबाट कसरी जग्गा किन्ने कुन माध्यमबाट किन्ने कसरी किन्ने सबै म तपाईँहरूलाई नेक्स्ट ब्लगमा मेरो नेक्स्ट भिडियोमा तपाईँहरूलाई म जानकारी गराउँछु अनि मेरो युट्युब र टिकटकमा मलाई फलो गर्नुहोला सब्सक्राइब गरिदिनु होला धन्यवाद।